अहिले हामी जति पनि निर्माण व्यवसायीहरूलाई धेरै ठाउँमा ठेक्का तोड्ने र ठेक्कालाई व्यवस्थापन गर्ने कामहरू गरिरहेका छौँ र धेरै ठेक्काहरू तोड्ने काम पनि भइरहेको छ। त्यो वास्तवमा हाम्रो बाध्यता हो। वर्षौंसम्म काम नभएका ठेक्काहरू तोडिएको हो। धेरै वर्षसम्म काम नहुने र जनतालाई धेरै नै दुःख हुने र धेरै बिलोमा आएर ठेक्का लिने र काम नहुने अवस्थालाई व्यवस्थापन गर्नलाई बाध्य भएर हामीले तोड्नुपर्ने अवस्था हो। त्यो भन्दै गर्दाखेरि सबै निर्माण व्यवसायी चाहिँ हामीले गलत भनेको होइन। धेरै राम्रा निर्माण व्यवसायीहरू पनि छन् जसले राम्रा काम पनि गरेका छन्, सही समयमा काम गरेको पनि छन्। यस्ता व्यवसायीहरूलाई हामीले निरन्तर रूपमा प्रोत्साहन पनि गरेका छौँ र केही विषयहरू ऐनमा र नियमावलीहरूमा संशोधन गर्नुपर्ने विषयहरूलाई पनि हामीले अगाडि बढाउनु पर्नेछ। निर्माण व्यवसायीलाई हामीले प्रोत्साहनै गर्ने हो। नेपालमा निर्माण व्यवसाय बिना देशको समग्र विकास सम्भव छैन। निर्माण व्यवसायले नै विकास गर्ने हो, किनभने कुनै पनि बजेट खर्च निर्माण व्यवसाय मार्फत मात्रै हुन्छ। त्यो भएको हुनाले निर्माण व्यवसायको क्यापासिटी बिल्डिङ धेरै नै जरुरी छ। त्यतातिर हामीले ध्यान दिनुपर्नेछ।